फाइनली मैले चाहिँ रसाइसकेको छु, पाइप गरिसकेको छु। सो अब यसलाई रसाइसकेपछि चाहिँ यसलाई अब कम्पासले टक्क 7 भाग नाप्नुपर्छ है। अब टक्क यसरी टक्क हेर्नु राखेर अब के गर्ने, आफू एक्लै छु, अप्ठ्यारो भइरहेछ हुन चाहिँ। यहाँ हेर्नु मैले चाहिँ यो नापिसकेको छु, त्यही पनि हजुरहरूलाई देखाउनको लागि। यो चाहिँ टक्क यसरी गरेर यसरी भाग यो नाप्नुपर्छ। यसरी यो टक्क 7 भाग नाप्नुपर्छ गाइज हैन। 7 भाग नापिसकेपछि चाहिँ अनि यसलाई खाल्नुपर्छ टक्क। सो गाइज फाइनली नापिसकेपछि चाहिँ त्यसपछि अब ठक्क अब यसमा खाल्नु पर्ने हुन्छ। सो त्यसको लागि चाहिँ अब यसलाई मजाले यसलाई गाड्नुपर्छ। यो चाहिँ हल्लिनु भएन गाइज, यसरी हल्लाउँदाखेरि हल्लिनु भएन। मजाले गाडिसकेपछि टक्क ब्यालेन्स मिल्छ। अनि त्यसपछि चाहिँ टक्क यो भाग लगाएको ठाउँमा हामीले ठक्क भाडी कुदाउनु पर्ने हुन्छ। यसरी यो चिनो लगाएको ठाउँमा टक्क यसरी राखेर यसरी हेर्न सक्नुहुन्छ। चाँदीको भएर धेरै बाक्लो लागिरहेछ, सुनको पातला खाल्ने बानीले गाइज यो त कत्रो बाक्लो लागेको। यस्तो तरिकाले यस्तै तरिकाले गर्नुपर्छ गाइज। जति भाग अघि मैले 7 भाग नापेको 7 भागमा यस्तै गर्नुपर्छ। दुवैपट्टि यताबाट पनि गऱ्यो, अब फर्काएर यताबाट पनि गर्नुपर्छ 7 भागमा। सो यो यस्तै गर्दै गर्दै यसलाई चाहिँ धेरै गहिरो बनाउनुपर्छ। अब मैले किनभने पुरै भिडियो हजुरहरूलाई देखाउन सक्दिनँ, म एक्लै छु, त्यही हुनाले चाहिँ अब यतिमै म हजुरहरूलाई जानकारी गराउँदैछु। यस्तै गर्दै गर्दै पुरै खाल्टो गर्नुपर्छ यसलाई चाहिँ, घटाउँदै घटाउँदै गएर। सो अब म खालिसकेर चाहिँ हजुरहरूलाई देखाउनेछु। हेर्न सक्नुहुन्छ मैले यसलाई यतिको बनाइसकेको छु खालेर। अब चाहिँ यो डाडी डाडी भएकोलाई सबैलाई यसलाई चिल्लो बनाउनुपर्छ, चिल्लो बनाउनुपर्छ। यस्तोले यो यस्तोले चिल्लो बनाउनुपर्छ। यसरी घोटेर 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 मैले चाहिँ यतिको गरेको छु मैले है। मान्छे चाहिँ नि अहिलेसम्म कोही छैन क्या गाइज, हेर्नु न है पुरै सुनसानी दिनमा म एक्लै छु कारखानामा। सो फाइनली गाइज मैले चाहिँ यसलाई हेर्नु सक्नुहुन्छ यतिको बनाइसकेँ खालेर। अब यसमा चाहिँ म अब धुप हाल्छु। सो हेर्नुहोस् यस्तो बनाउने। अब यसमा चाहिँ अब धुप भरेर अनि त्यसपछि यसलाई बुट्टा हान्नुपर्छ। सो धुप चाहिँ मेरो यहाँनिर पाक्दैछ हेर्नुहोस्। यो मजाले पाकेपछि चाहिँ यसलाई हाल्नुपर्छ। यो अहिले मजाले पाकेकै छैन यो। यसरी गर्दा यो पानी जस्तो हुनु पर्यो गाइज। अहिले यो लेदो छ, मजाले पानी भएपछि अनि यसलाई त्यसमा हाल्नुपर्छ गाइज। सो यस्तै छ है। सो फाइनली धुप चाहिँ पाकिसकेको छ, हेर्न सक्नुहुन्छ पुरै मजाले पाकिसकेको छ धुप चाहिँ। ठ्याक्कै यो पनि मैले यहाँ मिलाइसकेको छु, मिलाएर राखिसकेको छु। अब यसमा चाहिँ म यो हाल्न गइरहेको छु है गाइज। हेर्नुहोस् यसलाई चाहिँ टक्क यस्तो तरिकाले हाल्नुपर्छ पुरा मजाले। यो बाङ्गो बाङ्गो देख्छु त म त यता। सो यहाँ फाइनली यो लगाइसकेपछि चाहिँ अब चाहिँ यहाँ पनि थोरै यहाँ राख्नुपर्छ। यो चाहिँ किन राखेको भने यो त जति सेलाउँदै गयो त्यति यो खादिँदै जान्छ। त्यसपछि यो खादिँदै गएपछि चाहिँ यो पछिबाट यो थप्नको लागि गाइज यो चाहिँ सेलाउँदै गयो त्यति खादिँदै खादिँदै जान्छ। त्यहाँदेखि यो टक्क थपिदिनुपर्छ यसमा गाइज होइन। सो अब चाहिँ यो सेलाइपछि बुट्टा हान्नुपर्छ हेर्नु सक्नुहुन्छ। सो कारखानामा चाहिँ अहिले पनि कोही छैन गाइज, के गर्नु बिहानदेखि एक्लै। सो फाइनली गाइज हेर्नुहोस् धुप पनि सेलाइसकेको छ। अघि मैले हालेको त्यो साह्रो थियो, अहिले सेलाइसकेको छ। मैले अब बुट्टा हान्न गइरहेको छु गाइज होइन। सो बुट्टा हानेर कस्तो हुन्छ म देखाउने छु हजुरहरूलाई। सो अब बुट्टा हान्छु। अब रेकर्ड गर्ने मान्छे छैन, मैले अब बुट्टा हान्दै रेकर्ड गर्न मिल्दैन, त्यही हुनाले